युट्युब च्यानल, फेसबुक च्यानल, टिकटक च्यानल, सबै च्यानल होइन। म चाहिँ फेरि पनि ब्याक भएर आइसकेको छु र तपाईँहरूलाई देख्नै हुनुहुन्छ म हिजो पनि यहाँ नै आएको थिएँ। सो आज चाहिँ म घोडेजाँदा पुरी खेलमा कसरी जाँदैछु के हुन्छ होइन म तपाईँहरूलाई वहाँ गएर देखाइहाल्छु। सो अहिले चाहिँ म भनेपछि न्यु रोड गेट अगाडि आइसकेँ। सो अब हामी चाहिँ मेन मैले भनेको ठाउँमा पुग्न लागेको थियो। अब धेरै बाइक छैन, जम्मा यहाँबाट लगातार हिँड्यो भने 5 मिनट जति लाग्छ होला, त्यही पनि लाग्दैन। 5 मिनट न्यु रोड गेटबाट 5 मिनट लागिहाल्छ, अझ बेसी पनि लाग्न सक्छ। सो गाइज अहिले चाहिँ हामी भनेपछि म न्यु रोड गेट अगाडिको यो पयालो पुलमा आइसकेको छु। सो अहिले चाहिँ सुरु भएको रहेछ घोडेजात्रा। भनेपछि यहाँनिरको मान्छेलाई सोधेको, यता छ नि हेर्ने मान्छेहरू धेरै, कति 12 बजेबाट सुरु हुन्छ अरे। सो हेरौँ कस्तो कस्तो हुन्छ, म सबै तपाईँहरूलाई देखाउने नै छु है त। पानी छर्ने काम भइरहेको छ, अब चाहिँ के सुरु हुन्छ जस्तो लाग्छ है। 1 hour later झन्डै यार पुरेको कति 1 घन्टा अथवा 1.5 घन्टा हुन लागिसक्यो, अहिलेसम्म सुरु हुँदैन त यार। पानी छम्किएर पनि पानी सुकिसक्यो त्यहाँनिर, फेरि पनि सुरु भएन केटा हो, सुरु भएन। घामले मा डढिसके सर्लक्कै। मान्छे यो त के हो र? यहाँ हेर न, यहाँ हेर ल, यता हेर पहिला। यताले हो नि त, मान्छेले कुटी समेत ल्याइसक्यो है। अब के भन्नु छ त कसैलाई, के हो यस्तोमा। एरिया त ब्याग भइसक्यो त। ल केटा सवारी भयो है, कस्तो फाइनल्ली ठ्याक्कै यहीँ भेट भएको के त्यो केटा हो। हामी जेनजीलाई हिँड्ने, जेनजीलाई औँला छड्याउने टक्कै कमाइ आएको छ। A few moments later
एभ्रिवान हजुरहरूलाई कस्तो लाग्यो होइन सबजनाले कमेन्ट गरौँ यति नैसम्म चाहिँ मैले देखाउन सकेँ योभन्दा बेसी चाहिँ मैले देखाउन सकिनँ अब सक्ने जति त देखाएकै हो मैले सो अहिलेलाई यति नै भन्दै यहाँ पसिना बाई बाई फेरि अर्को भिडियोमा भेटौँला है त